हनुमानको मन्दिर हो तपाईँको आफ्नो पसल होइन छैन पसल तपाईँको कसको पसलको सामान गर्नु त्यो नबोले भने तपाईँ सहित मान्छेसहित जीवनका पठाउने अहिले आफ्नो पसल होइन तपाईँको यो हनुमानको मन्दिर हो एकचोटि भित्र हेरेर भन्नु मन्दिरमा छु हामी तपाईँले क्यारिङ गरे होइन त्यो सामान कति दिन्छ तपाईँलाई पैसा यो गर्दा कति दिन्छ तपाईँलाई ठिक छ कुन पसलको सामान हो यो पसलको नाम मात्रै भन्नु हामी तपाईँको नाम पनि भन्दैनौँ कुन पसल तपाईँलाई मान्छेसहित जीवनका पठाउने अहिले मान्छेसहितै जीवनका पठाइदिने हो पसलको नाम बताउनुहोस् तपाईँलाई जान्नु होला यो सामानको त माया छोडिदिनु यो सामानको माया मारिदिनु अब कुन पसलको लागि यो सामान कसको भन्नु न त्यो चाहिँ तपाईँले भन्नुहोस् तपाईँले हामी तपाईँले भन्नुभएको छ भन्दैन क्या तपाईँले भन्नुभएको हामी अनि पुलिसको इन्चार्जलाई आउन यत्रो टाइम लाग्छ बोलाएर ल्याउँछ इन्चार्जले बोलाएर ल्याउँछ होइन यो त भन्सार कहाँ यसरी भन्सार हुन्छ पसलको सामान पुलिसबाट आउनुपर्छ आइसिबीबाट मान्छेले बोकेर ल्याउन पाउँछ त अनि यसरी गाडीमा एक्जिम्पोर्ट भन्छ त्यो एक्सपोर्ट र इम्पोर्टको पर्मिसन लिएकोले मात्रै ल्याउनु पाउँछ नि कहाँ यसरी ल्याउनु पाउँछ त्यति बेला तपाईँहरू बाहिरको अरूमा विचार गर्नु त अरू एक्टिभिटी हुन्छ तपाईँले हामीले भनेको कुरा चाहिँ भन्ने कि नभन्ने कुन पसलको लागि भन्नु न होइन कुन पसल भन्नु न त होइन कसको सामान हो भन्नु सामान कसको हो सामान त्यत्रो सामान सामान कसको भन्नु तपाईँहरू के गर्नुहुन्छ यहाँ यो मन्दिरमा त गोदाम भइरहेछ त यहाँ त के नाम हो तपाईँको यसो साहब खोइ है ड्युटीमा खट्दैनन् राति कति बेला खटिनुहुन्छ त म आएको 3 घन्टा जति